धेरै वर्ष अघि जब संसार यति व्यस्त थिएन, जब मानिसहरू प्रकृतिसँग नजिक थिए र जब आशीर्वाद शब्द होइन भावना हुन्थ्यो, त्यही बेला मिथिलाको भूमिमा जन्मियो एउटा सुन्दर परम्परा, जुर शीतल। नयाँ वर्षको दोस्रो दिन, बिहानको चिसो हावा, आँगनमा हल्का घाम। एउटा बुबा आफ्नो सन्तानलाई नजिक बोलाउनुहुन्छ। उनको हातमा छ चिसो पानी। बिस्तारै उनी त्यो पानी सन्तानको टाउकोमा हाल्छन् र भन्छन्, तिमी सधैँ शान्त रहो, पानी जस्तै निर्मल रहो, जीवनमा सुख र समृद्धि आउँदै जाओस्। यो पानी केवल पानी होइन, यो आशीर्वाद हो, यो माया हो, यो एउटा पुस्ताबाट अर्को पुस्तामा जाने विश्वास हो। त्यस दिन रुखहरूलाई पनि पानी दिइन्छ, माटोलाई पनि सम्मान गरिन्छ, जनावरहरूलाई पनि माया गरिन्छ, किनकि जुर शीतल सिकाउँछ प्रकृति बिना जीवन अधुरो छ। गाउँभरि बालबालिकाहरू हाँसिरहेका हुन्छन्, एकअर्कामा पानी छ्यापिरहेका हुन्छन्, माटो खेलिरहेका हुन्छन्। तर त्यो खेलभित्र लुकेको हुन्छ एउटा गहिरो सन्देश। मनको रिस धोऊ, नयाँ वर्ष सफा मनले सुरु गर। त्यो दिन आगो बल्दैन, अघिल्लो दिनको खाना खाइन्छ, किनकि शरीरलाई मात्र होइन, मनलाई पनि शीतल बनाउनुपर्छ। आज हामी आधुनिक भइसकेका छौँ, तर के हामी अझै शान्त छौँ? के हामी अझै पानी जस्तै निर्मल छौँ? जुर शीतलले हामीलाई सम्झाउँछ, ठूलाको सम्मान गर, सानालाई माया गर, प्रकृतिलाई जोगाऊ र जीवनलाई शीतल बनाऊ। जब एउटा बुबाले आफ्नो सन्तानको टाउकोमा पानी हाल्नुहुन्छ, त्यो केवल परम्परा होइन, त्यो माया हो, आस्था हो र जीवनभर साथ दिने आशीर्वाद हो। जुर शीतल, शीतलता मात्र होइन, यो त हाम्रो आत्माको शान्ति हो।